नमस्ते प्रिय श्रोता मित्रहरू, हेडफोन लगाएर आँखा बन्द गरेर मन शान्त पारेर यो अडियो सुन्नुहोस्। आज हामी एउटा यस्तो पुस्तकको कुरा गर्दैछौँ जसले तपाईको सोच्ने तरिका बदल्न सक्छ, निर्णय गर्ने क्षमता बलियो बनाउन सक्छ र जीवनका हरेक परिस्थितिमा तपाईलाई अरूभन्दा एक कदम अगाडि राख्न सक्छ। यो पुस्तकको नाम हो ट्रेन योर ब्रेन टु आउटस्मार्ट इन एनी सिचुएसन। यो किताबले हामीलाई सिकाउँछ किन हामी कहिलेकाहीँ गलत निर्णय गर्छौं, कसरी भावनाले हाम्रो दिमागलाई धोका दिन्छ र कसरी दिमागलाई ट्रेन गरेर कुनै पनि परिस्थितिमा स्मार्ट सोच्न सकिन्छ। यदि तपाईँ जीवनमा सही निर्णय लिन चाहनुहुन्छ, मानिसहरूलाई बुझ्न चाहनुहुन्छ, आफूलाई मानसिक रूपमा बलियो बनाउन चाहनुहुन्छ भने यो अडियो अन्त्यसम्म ध्यान दिएर सुन्नुहोस्। अध्याय 1, हाम्रो दिमाग कसरी काम गर्छ। हाम्रो दिमाग दुई तरिकाले काम गर्छ। छिटो दिमाग, फास्ट ब्रेन, यो दिमाग तुरुन्त प्रतिक्रिया दिन्छ। डर, रिस, खुसी, लोभ सबै यहीँबाट आउँछ। ढिलो दिमाग, स्लो ब्रेन, यो दिमाग सोचेर तर्क गरेर निर्णय गर्छ। तर समस्या के हो भने हामी प्राय छिटो दिमागकै कुरा मान्छौं। उदाहरण, रिसको बेला बोलेको शब्द, डरले गर्दा छुटेको अवसर, लोभले गर्दा गरेको गल्ती। यो किताब भन्छ स्मार्ट मानिस त्यो हो जो निर्णय गर्दा ढिलो दिमाग प्रयोग गर्छ। अध्याय 2, भावनाले हामीलाई कसरी धोका दिन्छ। हामी सोच्छौं म तर्कसङ्गत छु, तर वास्तवमा हामी धेरै जसो भावनाबाट चल्छौं। रिस आएपछि गरेको निर्णय, मायामा आँखा चिम्लिएर गरेको विश्वास, डरले गर्दा नलिएको जोखिम। भावनाले दिमागलाई अस्थायी रूपमा अन्धो बनाइदिन्छ। समाधान के हो? यो किताबले एउटा शक्तिशाली नियम सिकाउँछ। फील द इमोसन बट डोन्ट फलो इट। भावना महसुस गर तर निर्णय गर्न नदेऊ। जब कुनै ठूलो निर्णय लिनुपर्छ 10 सेकेन्ड रोक्नुहोस्, गहिरो सास लिनुहोस्, आफूलाई सोध्नुहोस् यो निर्णय 1 वर्षपछि पनि ठिक लाग्ला। अध्याय 3, मानसिक जाल, मेन्टल ट्र्याप्स। हाम्रो दिमागमा केही जालहरू हुन्छन्। कन्फर्मेसन बायस, हामी त्यही कुरा विश्वास गर्छौं जुन हामी पहिले विश्वास गर्न चाहन्छौं। ओभर कन्फिडेन्स, मलाई सबै थाहा छ भन्ने सोच, यही सोचले धेरैलाई डुबाउँछ। हर्ड मेन्टालिटी, सबैले गरिरहेको छ त्यसैले म पनि गर्छु। स्मार्ट मानिस भिडको पछि लाग्दैन, स्मार्ट मानिस आफ्नो सोचको पछि लाग्छ। अध्याय 4, मानिसहरूलाई पढ्ने कला। यो पुस्तकले भन्छ शब्दभन्दा व्यवहार ठूलो हुन्छ। कसैले धेरै बोल्दैछ भने, आँखा नजुदाई कुरा गर्दैछ भने, बारम्बार बहाना बनाउँदैछ भने त्यहाँ केही न केही लुकेको हुन्छ। स्मार्ट बन्न शब्द होइन, काम हेर्नुहोस्। वाचा होइन, बानी हेर्नुहोस्। भाव होइन, तथ्य हेर्नुहोस्। अध्याय 5, दबावमा पनि स्मार्ट रहने तरिका। दबावमा मानिस या त डराएर गल्ती गर्छ, हतारमा निर्णय गर्छ, तर स्मार्ट मानिस शान्त रहन्छ, विकल्पहरू खोज्छ, सबैभन्दा कम नोक्सान हुने बाटो छान्छ। सुनौलो नियम, व्हेन प्रेसर इज हाई, स्लो डाउन। दबाव बढ्दा गति घटाऊ। अध्याय 6, दिमागलाई ट्रेन गर्ने दैनिक अभ्यास। यो किताब केवल पढ्ने होइन, अभ्यास गर्ने किताब हो। दैनिक अभ्यासहरू: 1, हरेक दिन 5 मिनेट आत्मविश्लेषण। 2, गल्तीलाई दोष होइन, पाठ मान्नु। 3, प्रतिक्रिया दिनु अघि सोच्ने बानी। 4, नकारात्मक कुरालाई प्रश्न गर्ने। याद राख्नुहोस्, दिमाग पनि मांसपेशी जस्तै हो, जति प्रयोग गर्यो त्यति बलियो हुन्छ। अन्तिम अध्याय, स्मार्ट जीवनको सूत्र, स्मार्ट जीवनको अर्थ। सबैलाई जित्नु होइन, आफूलाई नहार्नु हो, सबै कुरा थाहा हुनु होइन, सही समयमा सही निर्णय लिनु हो। यदि तपाईँ आफ्नो दिमागलाई नियन्त्रण गर्न सक्नुहुन्छ, भावनालाई चलाउन सक्नुहुन्छ, सोचेर निर्णय गर्न सक्नुहुन्छ भने कुनै पनि परिस्थितिले तपाईलाई हराउन सक्दैन। प्रिय श्रोता मित्र, यदि तपाईलाई यो अडियो मन पर्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् म आफ्नो दिमाग ट्रेन गर्दैछु। याद राख्नुहोस्, संसार स्मार्टलाई होइन, सोच्न सक्ने स्मार्टलाई सम्मान गर्छ। धन्यवाद। फेरि अर्को शक्तिशाली अडियो बुक सहित भेटौँला। यस पटकको यो सारांशले तपाईलाई कस्तो लाग्यो? के तपाईँ यसका थप अध्यायहरू वा यस्तै अन्य किताबको बारेमा जान्न चाहनुहुन्छ?